हुन्छ सबैजनालाई यीशु ख्रिस्टको नाममा जय मसीह। तपाईँहरू सम्पूर्णलाई म आजको अध्ययनमा स्वागत गर्न चाहन्छु। अनि आउनुहोस् आजको विषयतर्फ हामी अगाडि बढौँ। गएको हप्ता हामीले छुटकाराको मोल भन्ने विषयमा चाहिँ हामीले अध्ययन गरिराखेका थियौँ। अनि आज पनि हामी छुटकाराको मोलकै विषयमा हामी दोस्रो भागलाई अध्ययन हामी गर्नेछौँ। अनि आजको अध्ययनतर्फ जानुभन्दा पहिले हामीले गएको हप्तामा पहिलो भागमा के कुराहरूलाई अध्ययन गरेका थियौँ भन्ने विषयलाई हामी छोटकरीमा हेर्नेछौँ। त्यस पश्चात आजको भागतर्फ हामी जानेछौँ। सबैभन्दा पहिले हामीले यूहन्ना 12को 32 पदलाई हामीले अध्ययन गरेका थियौँ। अनि यूहन्ना 12को 32मा चाहिँ यीशु ख्रिस्टले बोल्नु भएको वचन छ, जुन वचनमा चाहिँ उहाँले पृथ्वीदेखि माथि उचाले भने म सबै मानिसहरूलाई आफू कहाँ खिच्नेछु भनेर उहाँले बोल्नु भएको वचन चाहिँ यसको सन्दर्भ चाहिँ के हो त भन्ने कुरालाई हामीले हेरेका थियौँ होइन। अनि यो सन्दर्भ चाहिँ उहाँ चाहिँ स्वर्गमा उठाएर लगिने सन्दर्भ नभइकन यो सन्दर्भ चाहिँ के हो त भन्दाखेरि उहाँ चाहिँ क्रूर मृत्युले मर्न लाग्नु भएको थियो। यानि कि क्रुसको मृत्युलाई चाहिँ उहाँले चाहिँ दर्शाउन खोज्नु भएको हो र बताउन खोज्नु भएको भन्ने कुरालाई हामीले अध्ययन गरेका थियौँ। र यहाँनिर चाहिँ हामी पाउँदछौँ यूहन्ना 12को 33 पदमै हामी पाउँदछौँ, तर कुन मृत्युले उहाँ मर्न लाग्नु भएको थियो त्यसलाई सङ्केत गर्दै उहाँले यसो भन्नुभयो भनेर चाहिँ यहाँ लेखिएको छ। भने चाहिँ यो चाहिँ सन्दर्भ चाहिँ क्रुसको मृत्युको सन्दर्भ थियो भन्ने कुरा चाहिँ हामीले हेरेका थियौँ। र त्यस पश्चात यहाँ चाहिँ सबै मानिसहरूलाई भनेर यहाँ लेखिएको हामी पाउँदछौँ, सबै मानिसहरूलाई हो। उहाँको मृत्यु चाहिँ नि सबै मानिसहरूलाई हुनेछ भनेर यहाँ लेखिएको हामी पाउँदछौँ। अब यो सबै मानिसहरू भनेको चाहिँ को हुन् त भन्ने विषयमा हामीले हेरेका थियौँ। र त्यस पश्चात हामी अर्को पद पनि हामीले हेरेका थियौँ, मर्कुस 10को 45, जहाँ चाहिँ धेरैको सट्टामा चाहिँ धेरैको सट्टामा है धेरैको सट्टामा छुटकाराको दामका निम्ति आफ्नो प्राण दिन आए भनेर यहाँ लेखिएको हामी पाउँदछौँ है। अब धेरैको सट्टामा भनेर भन्दै गर्दाखेरि यो धेरै शब्दले त हामी हेर्दछौँ भने सम्पूर्ण सबैलाई जनाउँदैन है। धेरैले त त्यसो हो भने के यीशु ख्रिस्ट त धेरैको सट्टा धेरैको लागि मात्रै छुटकाराको दाम दिन आउनु भएको हो त भन्ने कुरालाई चाहिँ हामीले हेरेका थियौँ। र यस पश्चात हामीले अन्य वचनहरूलाई पनि हामीले अध्ययन गऱ्यौँ, जुन रोमी 5को 19 होइन, रोमी 5को 22-12लाई हामीले हेर्दै गर्दाखेरि चाहिँ यहाँ हेर्नुहोस् त के पायौँ त भन्दाखेरि यो जुन धेरै भन्ने शब्दले पनि बाइबलमा चाहिँ सबै भन्नेलाई जनाउँदछ भन्ने कुरालाई हामीले अध्ययन गरे। किन त भन्दाखेरि एकजना मानिसले आज्ञा भङ्ग गरेको कारणले गर्दा चाहिँ धेरैजना पापी बनिए भनेर लेखिएको छ यहाँ हो। यहाँ धेरैजना पापी बनिए भनेर लेखिए तापनि तर आदमले पाप गरिसके पश्चात चाहिँ धेरैजना होइन, आदमबाट जन्मिएका सबै मानिसहरूले चाहिँ के गरेका छन्, पाप गरेका छन् होइन, पापी बनिएका हुन्। यसै कारणले गर्दा यो धेरैजना भन्ने शब्द चलाए तापनि यो धेरैले चाहिँ सबै भन्नेलाई नै जनाउँदछ भन्ने कुरालाई हामीले अध्ययन गर्यौँ है रोमी 5को 12मा। त्यस पश्चात हेर्नुहोस् त्यहाँ सबैले पाप गरेका छन् भनेर लेखिएको हामी पाउँदछौँ हो। एकजना मानिसद्वारा संसारमा पाप पस्यो, एकजना मानिसको आदम, र पापद्वारा मृत्यु आयो हो। एकजना मानिसले गरेको कारणले गर्दा मृत्यु आयो। अनि त्यसरी नै मृत्यु सबै मानिसहरूमा फैलियो भनेपछि सबै मानिसहरूमा फैलिएको हो नि त, पापी पनि सबै मानिसहरू नै बनिएको है, किनकि सबैले पाप गरेका छन् भनेर लेखिएको छ। यहाँबाट हामी स्पष्ट के हुन्छौँ त भन्दाखेरि जुन यीशु ख्रिस्टले होइन यहाँ भन्नुभएको धेरैको सट्टामा छुटकाराको दामको निम्ति होइन प्राण दिन आए भनेर यहाँ मर्कुस 10को 45मा लेखिएको छ। यो धेरैको अर्थ पनि के हो त भन्दा सबै भन्ने नै हो भन्ने हामीले पायौँ। त्यसो हो भने मर्कुस 10को 45ले पनि भन्न खोजेको के नै रहेछ त, छुटकाराको मोल पनि सबैको निम्ति नै उहाँले दिन आउनु भएको हो होइन। अब यो सबै भनेको चाहिँ को हुन् भन्ने कुरा हामीले हेरेका थियौँ है। अब पहिलो तिमोथी 2को 5 र 6मा पनि यहाँ प्रष्टै लेखिएको हामी पाउँदछौँ,
सबैका लागि छुटकाराको दामको रूपमा दिइहाल्नुभयो भने चाहिँ उहाँले दिनुभएको छुटकाराको मोल चाहिँ छुटकाराको दाम चाहिँ है सबैको लागि, सबै मानव जातिकै लागि हो। अब यो सबै मानव जाति भनेको चाहिँ को हुन् त भनेर हामीले हेरेका थियौँ र यो सबै मानव जाति भनेको चाहिँ यस संसारमा भएका सबै मानव जातिको निम्ति नै उहाँले चाहिँ छुटकाराको मोल तिरिदिनु भएको हो, छुटकाराको दाम उहाँले तिरिदिनु भएको हो है। क्रिस्चियनहरूको लागि मात्र होइन तर सबैको लागि। सबै भनेको को हो त भन्दा अन्य धर्मावलम्बीहरू होइन, त्यसपछि धर्म मान्ने र धर्म नमान्ने क्रिस्चियनहरूको लागि मात्र नभएन, क्रिस्चियनहरू त्यस पश्चात अरू है यस संसारमा भएका धर्म मान्ने नमान्ने सबै सबैको लागि चाहिँ उहाँले छुटकाराको दाम उहाँले तिर्नु भएको भन्ने कुरा हामीले गत हप्ता नै हामीले अध्ययन गरिसकेका छौँ। यसै कारणले गर्दाखेरि उहाँलाई चाहिँ के भनिएको छ त भन्दाखेरि है संसारकै मुक्तिदाता भनेर भनिएको छ है। केही पदहरूलाई हामी हेर्नेछौँ। सलिनलाई यूहन्ना 4को 42 पद पढ्दिन म अनुरोध गर्न चाहन्छु। यूहन्ना 4को 42। र त्यस स्त्रीलाई भने, अब उसो हाम्रो, अब हामी तिम्रो भनाइकै कारणले मात्र विश्वास गर्दैनौँ, किनकि हामी आफैले सुनेका छौँ र जान्दछौँ उहाँ साँच्चै संसारका मुक्तिदाता ख्रीष्ट हुनुहुन्छ। उहाँ को हुनुहुँदो रहेछ त भन्दा संसारका मुक्तिदाता ख्रीष्ट हुनुहुन्छ। हो, उहाँ चाहिँ संसारकै मुक्तिदाता हुनुहुन्छ। अनि यति मात्र होइन, हामी पहिले यूहन्ना 4को 14 पदमा पनि हामी के पाउँदछौँ त भन्दाखेरि पिताले पुत्रलाई संसारको मुक्तिदाता हुनका निम्ति पठाउनु भयो होइन चाहिँ। कसको निम्ति? संसारको, सारा संसार सारा मानव जातिको मुक्तिदाता हुनको निम्ति चाहिँ यीशु ख्रीष्टलाई चाहिँ परमेश्वरले पठाउनु भयो। अनि पहिलो तिमोथी 4को 10मा पनि हामीले हेर्दछौँ भने जो सबै मानिसहरूका मुक्तिदाता हुनुहुन्छ भनेर लेखिएको हामी पाउँदछौँ। हेर्नुहोस् त, सबै मानिसहरूका निम्ति मुक्तिदाता हुनुहुन्छ। हो, उहाँ चाहिँ सबै मानिसको निम्ति नै, सारा संसारको निम्ति मुक्तिदाता हुनुहुन्छ भन्ने कुरा हामीले अध्ययन गर्यौँ। र त्यस पश्चात अरू पनि हामीले अध्ययन के गर्यौँ त भन्दाखेरि यो छुटकाराको मोल भन्ने शब्द चाहिँ कहाँबाट आएको हो त, यसको वास्तविक अर्थ, यसको ठेट अर्थ चाहिँ के हो भन्ने कुरा हामीले अध्ययन गरेका थियौँ। अनि जसमा चाहिँ यो छुटकाराको मोल भन्ने शब्द चाहिँ ग्रिक शब्द एन्टी लुथरोन भन्ने शब्दबाट चाहिँ आएको हो अथवा सावार गरिएको हो भन्ने कुरालाई हामीले अध्ययन गर्यौँ। र अब यो एन्टी लुथरोन भन्नेको अर्थ चाहिँ के हो त? नेपालीमा हो उद्धृत के गरिएको छ? छुटकाराको मोल। तर यो छुटकाराको मोल मात्र भन्दैमा त हामीले फेरि बुझ्दैनौँ होइन। छुटकाराको मोल भन्दैमा त हामीले यसको विशेष अर्थ के हो त, ठेट अर्थ के हो हामीले बुझ्छौँ त? बुझ्दैनौँ। त्यसो भएको कारणले गर्दा यो एन्टी लुथरोन भन्ने शब्दको अर्थलाई हामीले हेर्दै गर्दाखेरि चाहिँ यसको ठेट अर्थ चाहिँ के हुँदछ त भन्दाखेरि बराबर र समान मूल्य वा मोल भन्ने अर्थ हुँदछ है। त्यसो हो भने येशू ख्रीष्टले चाहिँ के गर्नुभएको रहेछ त भन्दा छुटकाराको मोल दाम उहाँले तिर्नुभयो भनेर भन्दै गर्दाखेरि चाहिँ यो चाहिँ के त भन्दा येशू ख्रीष्टले बराबर र समान मूल्य मोल चाहिँ चुकाउनु भयो होइन। अब यो समान मूल्य होइन, बराबर मूल्य वा मोल चाहिँ फेरि अब कसरी चुकाउनु भयो त उहाँले भन्ने कुरालाई हामीले अध्ययन गरेका थियौँ होइन। अनि अब यो भनेको चाहिँ के हो त भन्दाखेरि बाइबलमै परमेश्वरको व्यवस्थामै लेखिए अनुसार चाहिँ के हो, हातको बदला हात है, त्यसपछि जीवनको बदला प्राणको बदला प्राण भनेर लेखिएको हामी पाउँदछौँ। त्यसो हो भने येशू ख्रीष्टले चाहिँ आफ्नो प्राण चाहिँ के गर्नुभयो त भन्दाखेरि कसैको निम्ति उहाँले दिनुभयो के उहाँको प्राण है। उहाँको प्राण त कतिवटा छ? यीशु ख्रीष्ट एकजना हुनुहुन्छ। त्यसै कारणले गर्दा उहाँको प्राण उहाँ एकैजना हुनुहुन्छ र उहाँले एकैजनालाई मात्र उहाँले त्यो आफ्नो प्राण आफ्नो जीवन दिन सक्नुहुन्छ। त्यसो हो भने उहाँले कसको निम्ति दिनुभयो त
भन्ने कुरा हामीले हेरेका थियौँ र उहाँले त्यो एउटा जीवन है एउटा प्राण उहाँले चाहिँ त्यो आफ्नो प्राण चाहिँ आदमको निम्ति दिनुभयो है आदमको निम्ति दिनुभयो। यसै कारणले गर्दाखेरि चाहिँ के भयो त भन्दाखेरि नि आदमले जुन पाप गरेका थिए त्यो पापको मूल्य समान मूल्य चाहिँ येशू ख्रिस्टले चुकाउनु भयो है। अनि अब त्यसो हो भने येशू ख्रिस्ट संसारको मुक्तिदाता चाहिँ कसरी बनिनु भयो त? उहाँले त एकजनाको निम्ति मात्र उहाँले आफ्नो प्राण दिनुभएको है। आदमले पाप गरेका थिए र पापको ज्याला मृत्यु। यसै कारणले गर्दा येशू ख्रिस्टले पनि के सहनु भयो त भन्दाखेरि उहाँले पनि मृत्यु नै उहाँले रोज्नु भयो र मृत्यु नै उहाँको पनि मृत्यु भयो होइन। समान मूल्य, समान भनेको चाहिँ त्यो हो, बराबर। आदम शरीरमा थिए हो, यसै कारणले गर्दाखेरि येशू ख्रिस्ट पनि शरीरमै आउनुभयो है। कसरी त शरीरमा आउनुभयो भन्दा स्वर्गदूत भन्दा अलिक कम बनिनु भयो र त्यस पश्चात चाहिँ उहाँ चाहिँ के हुनुभयो त भन्दाखेरि नि मानव चोलामा उहाँ आउनुभयो र मानव चोलामा आउनु भइसकेपछि उहाँले के गर्नुभयो त भन्दाखेरि आदमको लेखी आफ्नो प्राण दिनुभयो है। अब बराबर मूल्य भयो नि होइन। शरीरमा थिए आदम, यसै कारणले गर्दा येशू ख्रिस्टले पनि शरीरमा नै आउनुभयो र शरीर के भयो त भन्दाखेरि बराबर समान मूल्य। हेर्नुहोस् है। अनि अर्को के हो त भन्दाखेरि आदमले पाप गरेका थिए र आदम के थियो त भन्दाखेरि पाप गर्नुभन्दा अगाडि परमेश्वरले आदमलाई चाहिँ के बनाउनु भएको थियो? सिद्ध अवस्थामा बनाउनु भएको थियो होइन। यसै कारणले गर्दाखेरि येशू ख्रिस्ट पनि सिद्ध, हेर्नुहोस् त, सिद्ध हुनुहुन्थ्यो। यसै कारणले गर्दा हामी देख्न सक्दछौँ यसाया 53 अध्यायमा त त्यहाँ अगमवाणी नै भएको छ है। उहाँ चाहिँ कस्तो हुनुहुन्थ्यो त भन्दा निष्कलङ्क निष्कोट हो। त्यसपछि यूहन्नाले भन्दछन्, बप्तिस्मा दिने यूहन्नाले, हेर परमेश्वरको है थुमा, संसारको पाप उठाइ लिएर जाने परमेश्वरको थुमा कस्तो हुनु पर्दथ्यो त भन्दाखेरि निष्कलङ्क हुनु पर्दथ्यो। अनि त्यति मात्र होइन है, येशू ख्रिस्टलाई चाहिँ समातेर है राजाहरूको नजिक लिएर जाँदै गर्दाखेरि चाहिँ त्यहाँ उनीहरूले के भन्दछन्? हामीले कुनै दोष केही पाएनौँ, एकदम ऊ निर्दोष छ है भनेर भनेको हामी पाउँदछौँ क्या। हेर्नुहोस् त, यसै कारणले गर्दा येशू ख्रिस्ट कस्तो हुनुहुन्थ्यो त भन्दा सिद्ध है। किनभने परमेश्वरले आदमलाई सृष्टि गर्नु हुँदाखेरि आदम पनि त्यो सिद्ध अवस्थामा थिए। यसै कारणले गर्दाखेरि येशू ख्रिस्ट पनि त्यो सिद्ध अवस्थामा नै उहाँले के गर्नुभयो त भन्दा आफ्नो प्राण दिनुभयो। हेर्नुहोस् है, समान मूल्य भनेको यो हो। अनि यति मात्रै नभइकन आदम बाइबलमा पहिलो कोरिन्थीको पुस्तकले के कुरालाई बताउँदछ त भन्दाखेरि पहिलो आदम र दोस्रो आदम भनेर लेखिएको हामी पाउँदछौँ। आदमले पाप गरेको कारणले गर्दाखेरि येशू ख्रिस्टले दोस्रो आदम भइकन के गर्नुभयो त भन्दाखेरि उहाँ दोस्रो आदम बनिकन उहाँले चाहिँ आदमले गरेको पापलाई चाहिँ उहाँले है छुटकाराको मूल स्वरूप तिरिदिनु भयो। हुन्छ, माफ गर्नु होला। यसरी चाहिँ के गर्नुभयो त भन्दाखेरि हेर्नुहोस् है, येशू ख्रिस्टले चाहिँ छुटकाराको मोल चाहिँ दिनुभयो हो। छुटकाराको मोलको अर्थ के हो त भन्दाखेरि समान मूल्य हो। यो समान मूल्य नि येशू ख्रिस्टले चुकाउनु भयो। कसको निम्ति त भन्दा आदमको निम्ति। हेर्नुहोस् है, अब हेर्नुहोस् है, यो चुकाउनु भयो येशू ख्रिस्टले। अनि त्यसो हो भने आदमको लागि उहाँले के गर्नुभएको हो त भन्दा आफ्नो है छुटकाराको मोल उहाँले आदमको लागि त दिनुभएको। त्यसो भए सारा मानव जातिको निम्ति त्यो छुटकाराको मोल कसरी हुन सक्दछ त भन्ने प्रश्न आउँदछ। अनि यो प्रश्नको उत्तर पनि हामीले के गर्यौं त भन्दाखेरि गएको हप्तामा हामीले अध्ययन गरेका थियौँ। अब कसरी हुन सक्दछ त भन्दा अब हेर्नुहोस् है, वचनले
वचनले यो कुरा बताउँदछ कि हेर्नुहोस् है, प्रेरित 17:26 हामीले के अध्ययन गरेका छौँ त भन्दाखेरि, अनि उहाँले सारा पृथ्वीमाथि बास गर्नलाई एउटै रगतबाट मानिसहरूका सबै जातिहरूलाई बनाउनु भयो। हो, उहाँले कसरी बनाउनु भयो त भन्दा मानव जाति जति पनि छन् ती सबै एउटै रगतबाट आएका हुन्। कसरी? प्रश्न आउँछ नि, एउटै रगतबाट कसरी? किनभने परमेश्वरले पहिलो मानिस आदमलाई बनाउनु भयो र आदमबाट नै है, आदमलाई कसरी बनाउनु भयो परमेश्वरले भन्दाखेरि माटोबाट, होइन, पुरै माटोबाट उहाँले बनाउनु भयो। त्यसपछि जीवनको सास फुकिदिनु भयो र जिउँदो प्राणी बने। उत्पत्ति 2:7, होइन। अब हेर्नुहोस् है, त्यसै गरी हब्बालाई परमेश्वरले चाहिँ के गर्नुभएको हो त भन्दा फेरि माटोबाट निकाल्नु भएर हो, त्यसपछि जीवनको सास फुकिदिनु भएर यसरी चाहिँ नि हब्बालाई परमेश्वरले सृष्टि गर्नुभएको होइन। तर कसरी सृष्टि गर्नुभयो त भन्दाखेरि आदमद्वारा, आदमबाट नै करङ निकाल्नु भएर के गर्नुभयो त भन्दा मासु भरिदिनु भयो र त्यस पश्चात हेर्नुहोस् है, त्यसरी उहाँले सृष्टि गर्नुभयो। हो, यसै कारणले गर्दा हेर्नुहोस् त, आदम र हब्बा, हब्बा पनि आदमबाटै निकालिएकी थिए। त्यसै भएको कारणले गर्दाखेरि आदम र हब्बाबाट त्यसपछि अरू मानिसहरू आए, होइन। आदम हब्बाबाट, त्यहाँबाट नै सारा मानव जातिको चाहिँ अब के हुन सुरु भयो त भन्दा उत्पन्न हुन सुरु भयो, है। यसै कारणले गर्दाखेरि परमेश्वरले चाहिँ एउटै रगतबाट मानिसहरूलाई बनाउनु भएको, एउटै रगतबाट, है। अनि अर्को कुरा बाइबलले के भन्दछ त भन्दा, जसरी एकजना मानिसद्वारा संसारमा पाप पस्यो, हेर्नुहोस् है, एकजना मानिसद्वारा संसारमा पाप पस्यो। यो एकजना मानिस को हुन् त? आदम हुन्, है। आदमले गरेको पापबाट संसारमा के भयो? पाप पस्यो र पापद्वारा के आयो? मृत्यु आयो। हेर्नुहोस् है, संसारमा पाप पस्यो, पापबाट मृत्यु आयो, अनि त्यसरी नै मृत्यु सबै मानिसहरूमा फैलियो। हेर्नुहोस् है, किनकि सबैले पाप गरेका छन्। हो, अब हेर्नुहोस् है, जसरी आदमले पाप गर्यो र आदमबाट जन्मिँदै नजन्मेका सबैजना चाहिँ के भयो त भन्दाखेरि नि पापी भए कि परमेश्वरले चाहिँ के गर्नुभयो? सबै मानिसहरूलाई चाहिँ, है, आदमबाट नजन्मिए तापनि, भविष्यमा जन्मिनेवाला थियो, होइन, नजन्मिए तापनि आदममा नै सारा मानव जातिलाई चाहिँ परमेश्वरले के गर्नुभयो त भन्दाखेरि पापको, होइन, पाप र मृत्युको चाहिँ के गरिदिनु भयो त भन्दा दण्डाज्ञा मानिसहरूलाई दिनुभयो। यसै कारणले गर्दा अब हेर्नुहोस् है, एकजना मानिसले पाप गरेको कारणले गर्दा सारा मानिस चाहिँ पापी हुँदछ, पापी भयो। त्यस्तै यीशु ख्रीष्ट एकजना मानिसले, है, दिनुभएको छुटकाराको मोल कसलाई? आदमलाई दिनुभएको छुटकाराको मोलद्वारा चाहिँ नि सबै मानव जातिको निम्ति चाहिँ त्यो छुटकाराको मोल भयो, है। बुझ्दै हुनुहुन्छ? योसम्म हामीले गएको हप्ता नै अध्ययन गरिसकेका छौँ। यसै कारणले गर्दा बाइबलले हामी प्रष्ट के कुरा बताउँदछन् त भन्दाखेरि आदममा सबै मर्छन्, आदममा सबै मर्छन्, त्यसरी नै ख्रीष्टमा सबै जिउँदो पारिनेछन् भनेर यहाँ लेखिएको हामी पाउँदछौँ, है। मानिसद्वारा मृत्यु आएको हुनाले मानिसैद्वारा नै मरेकाहरूको बौरी उठाइ पनि आयो भनेर यहाँ लेखिएको हामी पाउँदछौँ, है। मानिसद्वारा मृत्यु आयो, को मानिस? आदम। र मानिसद्वारा मरेकाहरूको बौरी उठाइ पनि आयो। यो मानिस को हुनुहुन्छ त भन्दाखेरि यीशु ख्रीष्ट हुनुहुन्छ, है। किन हेर्नुहोस् त, 21 पद पश्चात हामी पाउँछौँ 22 पद हो, किनकि जसरी आदममा सबै मर्छन् त्यसरी ख्रीष्टमा सबै जिउँदो पारिनेछन् भनेर लेखिएको हामी पाउँदछौँ। त्यसै कारणले गर्दा हेर्नुहोस् है, एउटा मानिसद्वारा मृत्यु आयो र मानिसैद्वारा चाहिँ के भयो? मरेकाहरूको बौरी उठाइ पनि आयो। हो, यही सिद्धान्त छ। यो सिद्धान्तलाई चाहिँ हामी के भन्न सक्दछौँ त भन्दा एकको लागि एक सिद्धान्त भनेर हामी भन्न सक्दछौँ। कसरी एकको लागि एक? किनभने आदमले गरेका पापको कारणले गर्दाखेरि, सुन्नुहोस् है, आदम एकजनाले गरेको पापको कारणले गर्दाखेरि चाहिँ सारा मानव जाति चाहिँ पापी भए र सारा मानव जातिमा मृत्यु आयो। त्यसरी नै एकजना अर्को एकजना को हुनुहुन्छ? यीशु ख्रीष्टले दिनुभएको छुटकाराको मोलले गर्दै गर्दाखेरि चाहिँ के भयो त
भन्दाखेरि नि है सारा मानव जातिको लागि चाहिँ उहाँले छुटकाराको मोल दिनुभयो। र त्यस पश्चात के हो त भन्दा जसरी आदमले पाप गर्दाखेरि मृत्यु आएको थियो त्यसरी नै यीशु ख्रीष्टले त्यो छुटकाराको मोल तिरिदिइसक्नु भइसकेपछि चाहिँ सबै मानव जातिहरू चाहिँ के हुनु पर्दछ त भन्दाखेरि उनीहरू फेरि जीवनमा ल्याइनु पर्दछ। बुझ्दै हुनुहुन्छ? ख्रीष्टमा सबै जिउँदो पारिनेछन्। हो, सबैजना चाहिँ यसरी चाहिँ ख्रीष्टमा जिउँदो पारिने छन्। हो, यो नै एकको लागि एक सिद्धान्त हो। अब हेर्नुहोस् है त, अब यहाँबाट नै अहिले मैले जति पनि कुराहरू तपाईँहरूलाई भने यी सबै कुराहरू त हामीले गएको हप्ताहरूमा नै हामीले अध्ययन गरिसकेका थियौँ। अब आजको विषयतर्फ अब हामी लाग्छौँ र यो एकको लागि एक सिद्धान्तको विषयमा हामी थोरै हेर्छौँ र त्यस पश्चात अब हेर्नुहोस् है गएको हप्ताहरूमा हामीले के कुरा हेऱ्यौँ त भन्दाखेरि छुटकाराको मोल के हो। छुटकाराको मोल भन्ने जुन शब्द एन्टी लुथ्रन होइन भन्ने शब्दको अर्थलाई हामीले हेऱ्यौँ। हो, उहाँले अब छुटकाराको मोल त दिनुभयो, अब त्यसको परिणाम त्यसको फल है चाहिँ के हो त भन्ने विषयमा चाहिँ आज हाम्रो विशेष अध्ययन हो है। तर त्यो बुझ्नुभन्दा अगाडि एकको लागि एक सिद्धान्त जुन छ यो चाहिँ बाइबलमा नै हामी पाउँदछौँ भन्ने कुरालाई पनि हामी पहिले हेर्नेछौँ है। जुन कुरा हामी हिब्रू 7 को 9 र 10 मा हामी पाउँदछौँ। म हाम्रो जुन सिस्टरलाई पढिदिनु हुन म अनुरोध गर्न चाहन्छु। अनि यसो भन्न सकिन्छ, 10औं अंशहरू लिने लेवीले पनि अब्राहममा भई 10औं अंश दिए, किनकि मेल्किसेदेकले तिनको पितालाई भेट्दाखेरि तिनी अझै पिताको शरीरमा थिए। आमेन। आमेन। हुन्छ, धन्यवाद। अब हेर्नुहोस् है त, यहाँनिर हामीले एकदमै ध्यान दिएर पढ्नुपर्ने हुन्छ। हेर्नुहोस् है, अब यहाँ हिब्रू 7 को 9 र 10 मा चाहिँ के लेखिएको छ त भर्खरै हामीले पढ्यौँ। अनि यसो भन्न सकिन्छ, कसो भन्न सकिन्छ त भन्दा 10औं अंश लिने लेवीले पनि अब्राहममा भई 10औं अंश दिए। अब हेर्नुहोस् है, 10औं अंश लिने लेवीले पनि के गरे त भन्दा अब्राहममा भएर 10औं अंश दिए। कसलाई? मल्किसेदेकलाई होइन। अनि 10 पद हेर्नुहोस् त, किनकि मल्किसेदेकले तिनको हेर्नुहोस् है तिनको पितालाई भेट्दाखेरि, कसले भेट्दाखेरि? मल्किसेदेकले अब्राहमलाई भेट्दाखेरि तिनी, यो तिनी भनेको को हो त भन्दा तिनी भनेको यो लेवी हुन्। हेर्नुहोस् है, लेवी अझै पिताको शरीरमा थिए। अब लेवी अझै पिताको शरीरमा थिए भन्नुको अर्थ के हो? लेवी जन्मिएकै थिएन। हेर्नुहोस् है, तर नजन्मिए तापनि 10औं अंश चाहिँ दिए अरे के अब्राहममा भएर नै। अब हेर्नुहोस् है, यो के भन्न खोजेको हो त? यसको पृष्ठभूमिलाई अलिकति हामी बुझौँ। अब यो घटना चाहिँ हामीले हेर्दछौँ भने उत्पत्तिको पुस्तकमा हामी 14 अध्यायमा हामी पाउँदछौँ। त्यहाँ चाहिँ के भएको छ त भन्दाखेरि है अब्राहमको भतिज लुतलाई चाहिँ है जब कैद गरेर लगिएको हुँदछ, त्यस पश्चात यो खबर सुनिसकेपछि अब्राहमसँग भएका मानिसहरू गएर चाहिँ लुतलाई छोडाएर ल्याउँदछन् र उनीहरूसँग चाहिँ त्यो धेरै माल सामानहरू है त्यहाँबाट लिएर आएका माल सामानहरू सहित हुँदछन् र मल्किसेदेकले त्यो समयमा भेट्दछन्। हेर्नुहोस् है, त्यो समयमा यो हामी घटना कुन हेर्दछौँ? 14 अध्यायमा हामी पाउँदछौँ उत्पत्तिमा। हेर्नुहोस् है, अब त्यो समयमा नि भेट्दै गर्दाखेरिको सन्दर्भ हो क्या यो चाहिँ, त्यो घटना चाहिँ त्यो हो। यहाँ बुझ्दै हुनुहुन्छ? अनि त्यो समयमा हेर्नुहोस् है, अब लेवी जन्मेका थिए र थिएनन्। हेर्नुहोस् है, किनभने त्यो समयमा त इसाक नै जन्मेका थिएनन्। बुझ्दै हुनुहुन्छ? इसाक, अब्राहमको छोरा इसाक नै जन्मेका थिएनन्। अब हेर्नुहोस् त, यो बुझ्नको लागि म तपाईँहरूलाई एउटा चार्ट देखाउँछु, त्यसपछि हामी प्रश्न बुझ्छौँ। र त्यो चार्ट हेरिकन यो हिब्रू 7 को है 9 र 10 पदले वास्तवमा भन्न खोजेको के हो भन्ने कुरा चाहिँ अब हामी चाल पाउँछौँ र त्यहाँ हामी बुझ्ने कोसिस हामी गर्छौँ। यहाँ तपाईँहरूले देख्न सक्नुहुन्छ अब्राहमको वंशावली है। अब्राहमको वंशावली अब्राहम र साराबाटको जन्मे इसाक जन्मे, जो अब्राहम र साराको सन्तान होइन। अनि इसाक र रिबेकाबाट चाहिँ एसाव र याकुब जन्मे हो
भनेपछि अब्राहमको छोरा नाति भए हैन। अनि त्यसपछि हेर्नुहोस् है, याकुबबाट परमेश्वरले याकुबलाई चुन्नुभयो र याकुबबाट चाहिँ यसरी 12 जना सन्तानहरू जन्मे है। 12 जना सन्तान जन्मे र यही 12 जना सन्तानलाई नै इजरायलको 12 कुल भनेर भनियो। बुझ्दै हुनुहुन्छ? र ती 12 कुलहरू मध्येको एक लेवी पनि थिए। देख्दै हुनुहुन्छ? मैले हाइलाइट गरेको छु, लेवी पनि थिए हो, लेवी पनि थिए। अब हेर्नुहोस् है, त्यसो हो भने अब लेवी चाहिँ कस्तो हो त भन्दा परमेश्वरले के व्यवस्था गर्नुभयो त लेवीहरूको लागि भन्दाखेरि उहाँले परमेश्वरले लेवीहरूलाई है उहाँको सेवाको निम्ति चुन्नुभयो है। उहाँको ट्याबर्नेकलमा निवास स्थानमा है सेवा गर्नको निम्ति परमेश्वरले चुन्नुभयो। यसै कारणले गर्दाखेरि उहाँ लेवीहरूलाई परमेश्वरले पैतृक सम्पत्ति दिनु भएन। जग्गा जमिन त बाँडिएको थियो सबैको निम्ति हैन, र बाँडिँदाखेरि त्यो पैतृक सम्पत्ति लेवीलाई परमेश्वरले दिनु भएन। अनि परमेश्वरले के व्यवस्था गरिदिनु भयो त भन्दाखेरि जुन 11 कुल छन्, यो 11 कुलले चाहिँ आफूले कमाएको 10औं अंश चाहिँ लेवीलाई लिएर आएर दिनुपर्छ भनेर चाहिँ नि परमेश्वरले त्यो व्यवस्था दिनुभयो। त्यसो हो भने यो लेवीले चाहिँ नि लेवीले के गर्दथे त भन्दा सबैबाट 10औं अंश पाउँदथे हो। 10औं अंश पाउने कोले लेवीले पाउँदथे हो। अब यहाँ हेर्नुहोस् है, यो घटना हामीले यहाँ अब्राहमको वंशावलीलाई अब हामीले बुझ्यौँ। अब यति बुझिसके पश्चात अब्राहमको लेवी त को थिए त हेर्नुहोस् त, छोरा नाति पनाति थिए क्या, पनाति। बुझ्दै हुनुहुन्छ? लेवी त को थिए? अब्राहमको पनाति थिए। अब हेर्नुहोस् है, यो घटनामा हामी फर्किआउँदै गर्दाखेरि जुन समयमा अब्राहमले 10औं अंश कसलाई दिए? मल्कीसेदेकलाई दिए। त्यो समयमा लेवी जन्मेका पनि थिएनन् के। बुझ्दै हुनुहुन्छ? लेवी जन्मेकै थिएन त्यहाँनिर। तर पनि हेर्नुहोस् है, अनि यसो भन्न सकिन्छ अरे। अब हेर्नुहोस् त, हो जन्मिँदै नजन्मे तापनि यसो भन्न सकिन्छ। त्यो चाहिँ कस्तो हो त भन्दा 10औं अंश लिने लेवीले पनि अब्राहममा भई 10औं अंश दिए। यसको मतलब के हो त भन्दाखेरि जब अब्राहमले मल्कीसेदेकलाई 10औं अंश दिए नि, आफूले लिएर आएर जति पनि त्यो माल सामानहरू लिएर आएका थिए, ती माल सामानबाट 10औं अंश चाहिँ नि जन्मिँदै नजन्मिए तापनि को लेवी जन्मेकै थिएन, किनभने ऊ त पनाति है, पनाति थिए नि त। जन्मिँदै नजन्मे तापनि नि के गरे त भन्दा अब्राहममा भई 10औं अंश दिए रे। बुझ्दै हुनुहुन्छ? जन्मिँदै नजन्मिएको भए तापनि अब्राहमले मल्कीसेदेकलाई 10औं अंश दिँदाखेरि लेवीले पनि दिए है, अब्राहममा नै भएर भनेर चाहिँ यहाँ भनिएको। अब हेर्नुहोस् है, 10 पदमा किन लेखिएको छ त? किनकि मल्कीसेदेकले तिनको पितालाई भेट्दाखेरि तिनी भनेको लेवी अझै पिताको शरीरमै थिए, ऊ त जन्मेकै थिएन। हेर्नुहोस् है, किनभने उसको छोरा इसाक नै जन्मेको थिएन भनेपछि इसाक नै नजन्मिसकेपछि कसरी पनाति जन्मिन सक्छ? लेवी जन्मेकै थिएन। अब हेर्नुहोस् है, यो कसरी एकको लागि एक सिद्धान्तको चाहिँ एउटा एकदमै ठेट उदाहरण हो त भन्ने कुरा चाहिँ अब हामी बुझ्नुपर्ने हुन्छ। हेर्नुहोस् है, जसरी अघि नै हामीले अध्ययन गरिसकेका छौँ, आदमले पाप गर्दै गर्दाखेरि आदम र हव्वा मात्रै थिए हो, त्यहाँ अरू कोही पनि थिएनन्। तरै पनि हेर्नुहोस् त, उनीहरूले पाप गर्दै गर्दा उनीहरूबाट जन्मने जति पनि सन्तानहरू थिए ती सबैलाई परमेश्वरले चाहिँ के गर्नुभयो त भन्दाखेरि नि दण्डाज्ञा, त्यो चाहिँ पाप र मृत्युको दण्डाज्ञा दिनुभयो क्या। यसै कारणले गर्दा एकजनाले हो नि, हेर्नुहोस् त, एकजनाले पाप गरेको कारणले गर्दा उसबाट जन्मिँदै नजन्मेका सारा जन्मिनेवाला सबैलाई चाहिँ परमेश्वरले के गर्नुभयो त भन्दाखेरि पाप र मृत्युको दण्डाज्ञा दिनुभयो। त्यस्तै हेर्नुहोस् है, दिनुभयो नि होइन, त्यस्तै यहाँ पनि हेर्नुहोस् त, लेवी के अरे अब्राहम, जो अब्राहमबाट जन्मेकै छैनन् के। बुझ्दै हुनुहुन्छ? जन्मेका छैनन्, तर पनि अब्राहममै भएर चाहिँ के दिए त भन्दा 10औं अंश दिए भनेर भनिएको छ क्या। बुझ्दै हुनुहुन्छ? जन्मिँदै नजन्मिएको लेवीले पनि अब्राहममै भएर चाहिँ मल्कीसेदेकलाई चाहिँ 10औं अंश दिए भनेर यहाँ लेखेको हामी पाउँदछौँ। हो, अब हेर्नुहोस् है, यो नै के हो त भन्दाखेरि नि एकको लागि एक सिद्धान्त हो कि। बुझ्दै हुनुहुन्छ? त्यसरी नै येशू ख्रीष्टले के गर्नुभयो त भन्दाखेरि येशू ख्रीष्टले
त्यही आदमको लेखी आफ्नो प्राण दिनुभयो, छुटकाराको मोल दिनुभयो हो। अनि त्यस पश्चात के भयो, सारा मानव जाति चाहिँ अब के हुनेछ त भन्दाखेरि बौरी उठाइ हुनेछ। यीशु ख्रीष्टलाई विश्वास गरेको होस् या नगरेको होस्, हेर्नुहोस् है, किनभने जन्मेकै थिएन, कोही जन्मिँदै नजन्मिँदाखेरि चाहिँ परमेश्वरले आदममा नै सबैलाई दण्डाज्ञा दिनुभयो भने यीशु ख्रीष्टको त्यो छुटकाराको मोल चाहिँ के हुनेछ त भन्दाखेरि सबै मानव जातिहरू चाहिँ फेरि पनि उठ्ने मौका पाउनेछन् हो। यो नै एकको लागि एक सिद्धान्त हो। यसै कारणले गर्दा हिब्रूको पुस्तकमा पनि यो कुरा लेखिएको हामी पाउँदछौँ। बुझ्दै हुनुहुन्छ? अब यति बुझिसके पश्चात एकको लागि एक सिद्धान्त हामीले बुझ्यौँ हो। यो नै चाहिँ के हो त भन्दा परमेश्वरले मानव जातिको निम्ति राख्नु भएको उहाँको दिव्य योजना हो। बुझ्दै हुनुहुन्छ? परमेश्वरको मानव जातिको निम्ति उहाँले राख्नु भएको है दिव्य योजना हो। जुन कुरा हामी अब रोमी 8को 20 पदमा हामी पाउँदछौँ, 20-21 पदमा। अब यो पद हामी पढ्नेछौँ। सलिनलाई रोमी 8को 20 पद पढिदिनु होला, म अनुरोध गर्न चाहन्छु। हजुर पढिदिनुहोस् सलिन। हुन्छ, हाम्रो जुन सिस्टरले पढिदिनुहोस् त। किनकि सृष्टि व्यर्थताको अधीनतामा राखिएको छ, आफ्नै इच्छाले होइन तर उहाँको इच्छाले, जसले त्यसलाई अधीनतामा राख्नु भएको छ। आमेन। आमेन। हुन्छ, धन्यवाद। अब हेर्नुहोस् है, यहाँनिर रोमी 8को 20मा चाहिँ यस्तो कुरा लेखिएको छ। यो कस्तो कुरा हेर्नुहोस् त, किनकि सृष्टि हो, सृष्टि व्यर्थताको अधीनतामा राखिएको छ, आफ्नै इच्छाले होइन तर उहाँको इच्छाले, जसले त्यसलाई अधीनतामा राख्नु भएको छ। अब यति पढ्दै गर्दाखेरि त अब यो के हो भन्ने हामीलाई लाग्छ होइन। अब यसलाई चाहिँ हामी घोरिएर हामी हेरौँ है त। अब यहाँ जुन यो सृष्टि जति पनि मैले यहाँ हाइलाइट गरेको छु, तपाईँ हामी यी सबै कुराहरूको अर्थहरूलाई हामी हेर्छौँ है। अब यहाँ किनकि सृष्टि भनेर यहाँ सृष्टि भन्ने शब्द चलाइएको हामी पाउँदछौँ। अब यो सृष्टिको अर्थ चाहिँ के हो त भनेर हामीले ग्रिक शब्दमा हामीले हेर्दछौँ भने यो चाहिँ G2937 भन्ने हुँदछ है। यो जी भनेको ग्रिक कन्कोर्डेन्स नम्बर 2937 है। के पाउँदछौँ त भन्दाखेरि केटिसिस भन्ने शब्द हामी पाउँदछौँ। यो सृष्टि भन्ने शब्दको मूल जरो शब्द ग्रिक शब्दमा चाहिँ यो पाउँदछौँ केटिसिस, जसको अर्थ चाहिँ सम्पूर्ण मानव जाति भन्ने हुँदछ। बुझ्दै हुनुहुन्छ? भनेपछि यहाँ किनकि सृष्टि भनेर भन्दै गर्दा यो सृष्टिले चाहिँ सम्पूर्ण मानव जातिलाई दर्शाउँदछ र मानव जाति हो। अब हेर्नुहोस् है, किनकि सृष्टि, किनकि सम्पूर्ण मानव जाति। अब हेर्नुहोस् है, अब हामी बुझ्छौँ व्यर्थताको अधीनतामा राखिएको छ अरे हो। सम्पूर्ण सृष्टि व्यर्थताको अधीनतामा राखिएको छ। अब यो व्यर्थताको अधीनता भनेको चाहिँ के हो त भनेर हामीले हेर्दछौँ भने यो व्यर्थताको अधीनता भनेको चाहिँ पाप र मृत्युको अवस्थामा राखिएको छ भन्न खोजिएको के। अब हेर्नुहोस् है, किनकि सम्पूर्ण मानव जाति पाप र मृत्युको अवस्थामा राखिएको छ हो। अब हेर्नुहोस् है, यति बुझ्यौँ हामीले व्यर्थताको अधीनता भन्ने शब्दको अर्थलाई बुझ्यौँ, आफ्नै इच्छाले होइन। अब हेर्नुहोस् है, यो आफ्नै इच्छाले होइन भने कसको, मानव जातिको आफ्नै इच्छाले चाहिँ होइन के। केमा बसिएको, केमा राखिएको त भन्दाखेरि पाप र मृत्युको अवस्थामा राखिएको चाहिँ नि मानव जातिको आफ्नै इच्छाले होइन। तपाईँहरूले लेख्न सक्नुहुन्छ, यो आफ्नै इच्छाको अर्थ चाहिँ मानव जातिको मानिसको आफ्नै इच्छाले होइन तर कसको इच्छाले हो त, तर उहाँको इच्छाले। हेर्नुहोस् है, उहाँको इच्छा भने कसको इच्छा त, उहाँ भनेको चाहिँ यहाँ परमेश्वरको इच्छाले। बुझ्दै हुनुहुन्छ?
परमेश्वरको इच्छाले। अब यहाँ भन्नु खोजेको के हो त भन्दाखेरि सृष्टि मानव जाति चाहिँ नि पाप र मृत्युको अवस्थामा राखिएको छ, उनीहरूको मानिसको आफ्नै इच्छाले होइन, तर परमेश्वरको इच्छाले। अब हेर्नुहोस् है, प्रश्न के आउँदछ त भन्दाखेरि के त्यसो भए परमेश्वरले मानव जातिलाई पापको अवस्थामै रहिरहोस् भनेर उहाँले इच्छा गर्नुभएको हो र? कदापि होइन है। किनभने परमेश्वरले आदमलाई सृष्टि गर्दै गर्नुहुँदाखेरि उहाँले सिद्धतामा सृष्टि गर्नुभएको थियो। त्यसो हो भने कहिलेदेखि प्रश्न आउँछ क्या, कहिलेदेखि चाहिँ मानव जाति चाहिँ है पाप र मृत्युको अवस्थामा उनीहरू रहे त, अधीनतामा चाहिँ परमेश्वरको इच्छामा राखियो त भन्दाखेरि आदमले जब पाप गरे, बुझ्दै हुनुहुन्छ, आदमले जब पाप गरे त्यस पश्चात परमेश्वरले हेर्नुहोस् त आदममा नै सबै मानव जातिलाई चाहिँ के गर्नुभएको हो त भन्दाखेरि नि त्यो है पाप र मृत्युको दण्डाज्ञा परमेश्वरले तोकिदिनु भएको हो। सन्दर्भ चाहिँ यही नै हो कि, बुझ्दै हुनुहुन्छ। रोमी 5:12 पदमा लेखिएको छ नि, होइन? किनकि एकजना मानिसले गर्दाखेरि के भयो त भन्दाखेरि अनाज्ञाकारिताको कारणले गर्दाखेरि के आयो? पाप आयो र पापबाट मृत्यु आयो। यसै कारणले गर्दा सबै मानिसले पाप गरेका छन् भनेर लेखिएको हामी पाउँदछौँ नि, होइन? यसै कारणले गर्दाखेरि परमेश्वरको इच्छाले, उहाँको इच्छाले परमेश्वरले चाहिँ के गर्नुभयो त भन्दा आदममा नै सबै मानव जातिलाई चाहिँ है पाप र मृत्युको दण्डाज्ञामा उहाँले राख्नुभयो हो। यो अवस्था, यो कुरा यहाँ लेखिएको हो कि, बुझ्दै हुनुहुन्छ। अब जसले त्यसलाई अधीनतामा राख्नु भएको छ, कसले? परमेश्वरले राख्नु भएको छ। अब त्यसो भए यो रोमी 8:20 र 21 लेखिएको कुरा चाहिँ कसरी चाहिँ होइन परमेश्वरले मानव जातिको निम्ति राख्नु भएको दिव्य योजना कसरी हुन सक्दछ त भन्ने कुराको होइन अर्थ पाउनको निम्ति चाहिँ हामीले 21 पदलाई हामीले पढ्नुपर्ने हुन्छ क्या। 20 को अरू अंश र 21 पद। जुनु सिस्टर पढिदिनुहोस् त। यस आशामा, किनभने सृष्टि आफैले पनि विनाशको बन्धनबाट छुटकारा पाएर परमेश्वरका सन्तानहरूको महिमापूर्ण स्वतन्त्रताभित्र प्रवेश गर्नेछ। आमेन। आमेन। हेर्नुहोस् त, परमेश्वरले चाहिँ किन आदममा नै सबै मानव जातिलाई चाहिँ के गर्नुभयो त भन्दाखेरि होइन पाप र दण्डाज्ञा मुनि राख्नुभयो त भन्दा यस आशामा, हेर्नुहोस् है, यस आशामा। अब कुन आशा हो त? कुन आशामा राख्नुभयो? किनभने सृष्टि आफैले पनि, सृष्टि भनेको यहाँ के हो त? सृष्टि भनेको मानव जाति आफैले पनि विनाशको बन्धनबाट छुटकारा पाएर, अब यो विनाशको बन्धन भनेको चाहिँ कुन के हो त? विनाशको बन्धन अघि भर्खर हामीले हेऱ्यो, पाप र मृत्युको अवस्थाबाट छुटकारा पाएर हो परमेश्वरका सन्तानहरूको महिमापूर्ण स्वतन्त्रताभित्र प्रवेश गर्नेछ हो। परमेश्वरको योजना चाहिँ मानव जातिको निम्ति के थियो त भन्दाखेरि नि यी महिमापूर्ण स्वतन्त्रताभित्र प्रवेश गराउनु थियो परमेश्वरको योजना। यसै कारणले गर्दाखेरि परमेश्वरले के गर्नुभयो त भन्दा आदममा नै सारा मानव जातिलाई चाहिँ के गर्नुभयो त भन्दा पापमय अवस्थामा है पाप र मृत्युको दण्डाज्ञा परमेश्वरले आदममा दिनुभयो। अब है अनि अर्को कुरा हामीले एकदमै महत्त्वपूर्ण बुझ्नुपर्ने कुरा चाहिँ के हो त भन्दाखेरि नि यदि परमेश्वरले त्यसो नगर्नु भएको भए चाहिँ के हुन्थ्यो होला? आदमले पाप गरे है, आदमले पाप गरेको कारणले गर्दाखेरि चाहिँ आदममा नै सबै मानव जातिमा चाहिँ त्यो पाप नसरेको भए, परमेश्वरले त्यो योजना नगर्नु भएको भए चाहिँ के हुन्थ्यो होला त भन्दा हेर्नुहोस् है, आदमले पाप गरे हो, आदम के भयो? मर्यो। अब आदमको लेखी छुटकाराको मोल दिनको निम्ति हामीले हेऱ्यौँ नि, होइन? छुटकाराको मोल दिनको निम्ति के चाहिन्थ्यो त भन्दाखेरि समान मूल्य चाहिन्छ हो, समान मूल्य चाहिन्छ। समान मूल्य हो यीशु ख्रीष्टले के गर्नुभयो त भन्दा दिनुभयो। त्यस पश्चात अब हेर्नुहोस् है, त्यस पश्चात आदमबाट जन्मिएको सन्तान हो, को जन्मे त भन्दाखेरि आदमबाट अरू सन्तान है धेरै जन्मेका छन्। सेत जन्मेका छन्, होइन? कैन हाबिल जन्मेका छन् बाइबलले उल्लेख गरेको। अब हेर्नुहोस् है, कैन र हाबिल
ले पनि फेरि पाप गरेको भए के हुन्थ्यो त भन्दा कैन र हाबिलको लागि पनि छुटकाराको मोल तिरिदिनको निम्ति चाहिँ फेरि अर्को छुटकाराको मोल है, यानि कि अर्को यीशु ख्रिस्ट, यानि कि अर्को मानिस चाहिन्थ्यो क्या। बुझ्दै हुनुहुन्छ मैले भन्न खोजेको कुरा हो? आदमले पाप गरे, आदमको लेखी फेरि आदम नै चाहिएको जस्तै अब कसले पाप गरे त भन्दा त्यस पश्चात जन्मेको छोरा उसको कैनले पाप गरेको भए फेरि कैनको लागि अर्को छुटकाराको मोल चाहिन्थ्यो, दाम तिरिदिनु पर्थ्यो। त्यसपछि हाबिल जन्मे, हाबिल जन्मे, हाबिलको लागि पनि उसले पाप गरेको भए फेरि अर्को छुटकाराको मोल दिनको निम्ति कोही न कोही केही चाहिन्थ्यो। त्यस पश्चात सेतले पाप गरेको भए सेतको लागि पनि चाहिन्थ्यो। हेर्नुहोस् त, त्यस भए त संसारमा जति मानिसहरू जन्मिन्थे नि ती सबैको निम्ति चाहिँ नि छुटकाराको मोलको निम्ति चाहिँ फरक मूल्य चुकाउनु पर्ने हुन्थ्यो कि। बुझ्दै हुनुहुन्छ? यसै कारणले गर्दाखेरि परमेश्वरको योजना चाहिँ के थियो त भन्दाखेरि आदममा नै परमेश्वरले के गर्नुभयो, सारा मानव जातिलाई चाहिँ आदमबाट जन्मेका सारा मानव जातिलाई चाहिँ उहाँले मृत्युको दण्डाज्ञामा उहाँले राख्नुभयो। बुझ्दै हुनुहुन्छ? हो, यसै कारणले गर्दाखेरि भर्खर हामीले हेऱ्यौँ नि, व्यर्थताको अधीनतामा राखिएको छ, आफ्नै इच्छाले होइन तर उहाँको इच्छाले, परमेश्वरको इच्छाले। कहिले त जब आदमले पाप गरे त्यस पश्चात नै परमेश्वरले सारा मानव जातिलाई चाहिँ त्यो दण्डाज्ञा मुनि है व्यर्थताको अधीनतामा उहाँले राख्नुभयो है। उहाँको योजना चाहिँ सारा मानव जातिलाई त्यो व्यर्थताको अधीनतामा राख्नु थिएन कि, तर के थियो त भन्दा हेर्नुहोस् त, छुटकारा दिनु थियो। कोद्वारा? यीशु ख्रिस्टद्वारा। हेर्नुहोस् त, यसै कारणले गर्दा यीशु ख्रिस्ट एकजना आउनु भइसके पश्चात एकजनाले त्यो छुटकाराको मोल दिइसक्नु भएपछि के हो भयो त भन्दा सारा मानव जाति फेरि जीवनमा उठ्ने मौका चाहिँ पाए। बुझ्दै हुनुहुन्छ? हो, यो महिमापूर्ण स्वतन्त्रताभित्र प्रवेश गर्नेछ भनेको चाहिँ के, फेरि सबै मानव जाति चाहिँ फेरि पनि त्यो मरेको अवस्थाबाट फेरि पनि पुनरुत्थान हुने है, फेरि जीवनमा ल्याइने मौका चाहिँ सारा मानव जातिले पायो। हो, यो नै परमेश्वरको योजना, उहाँको मानव जातिको निम्ति दिव्य योजना परमेश्वरले राख्नु भएको थियो कि। अब हो, यो यहाँसम्म त हामीले के कुरालाई नै हेर्दैछौँ त भन्दा हो, यो सबै कुरा चाहिँ परमेश्वरको योजना, छुटकाराको मोलको कुरा हामीले हेऱ्यौँ। अब त्यसपछि यसको प्रतिफल, छुटकाराको मोल उहाँले दिनुभयो, अब यसको परिणाम चाहिँ के हो त? यसको परिणाम चाहिँ हामी पहिलो तिमोथी 2:3-5 हामी पाउँदछौँ। हाम्रो सिमोन ब्रदर पनि जोडिनु भएको छ, सम्भव छ भने हजुरलाई पढिदिनु हुन मैले अनुरोध गरेँ। पहिलो तिमोथी 2:3-5। सही मसिनमा म पढ्छु है त है। हस्। किनभने यो कुरा परमेश्वर हाम्रा मुक्तिदाताको दृष्टिमा असल र ग्रहणीय छ। उहाँ सबै मानिसहरूले मुक्ति आदमबाट आएको मृत्युबाट छुटकारा पाउन् र सत्यताको ज्ञानमा आउन् भन्ने इच्छा गर्नुहुन्छ। सबै मानिसहरूले मुक्ति आदमको मृत्युबाट छुटकारा पाउन् भनेको छ। हजुर, धेरै धन्यवाद। आमेन। अब हेर्नुहोस् है त, यहाँ किनभने यो कुरा परमेश्वर हाम्रा मुक्तिदाताको दृष्टिमा असल र ग्रहणयोग्य छ। हेर्नुहोस् है, के कुरा असल र ग्रहणयोग्य छ त भन्दाखेरि 4 पदमा उहाँ सबै मानिसहरूले मुक्ति पाउन्, पहिलो कुरा हेर्नुहोस् है, र सत्यताको ज्ञानमा आउन् भन्ने इच्छा गर्नुहुन्छ। हो, उहाँले परमेश्वरको है यीशु ख्रिस्टको दृष्टिमा असल र ग्रहणयोग्य चाहिँ के रहेछ त भन्दा सबै मानिसले मुक्ति पाउन्। पहिलो कुरा हामीले यहाँ टिपोट गरौँ, पहिलो कुरा सबै मानिसले मुक्ति पाउन् र दोस्रो कुरा सत्यताको ज्ञानमा आउन्। हो, यो दुईटा कुरा, यी दुई कुरा नै के हुन् त भन्दाखेरि नि त्यो यीशु ख्रिस्टले दिनुभएको छुटकाराको मोलको रिजल्ट हो कि, परिणाम हो। बुझ्दै हुनुहुन्छ? अब के हो त यो सबैले मुक्ति पाउन्, सबै मानिसहरूले मुक्ति पाउन् भन्नुको अर्थ चाहिँ के हो त
पहिलो नम्बर अब यसतर्फ हामी हाम्रो ध्यानलाई आकर्षित गराउनेछौँ है त। सबै मानिसहरूले मुक्ति पाउन् भनेर भन्ने बित्तिकै हाम्रो मस्तिष्कमा चाहिँ के आउँदछ त भन्दा मुक्ति पाउनु भनेको चाहिँ सबै मानिसहरू चाहिँ स्वर्गमा लगिनु हो भन्ने चाहिँ नि हाम्रो सोच हाम्रो मस्तिष्कमा आउँदछ। तर वास्तवमै हामीले हेर्दछौँ भने यो मुक्ति भन्ने शब्दको अर्थ जुन यो छ यहाँ चलाइएको मुक्तिले चाहिँ नि स्वर्गमा लाने कुरालाई दर्शाउँदैन र जनाउँदैन। तर के कुरालाई जनाउँदछ त भन्दाखेरि जुन आदमबाट आएको मृत्यु छ नि सबै मानिसहरूमा चाहिँ के भयो त भन्दा आदमले पाप गरेको कारणले सारा मानिसमा मृत्यु आयो हो। त्यो मृत्युबाट चाहिँ छुटकारा दिनु त्यो मृत्युबाट चाहिँ उनीहरूलाई उठाउने कुरालाई चाहिँ यहाँ मुक्ति भनिएको हो। बुझ्दै हुनुहुन्छ हो। सबै मानिसले मुक्ति पाउन् भन्नुको अर्थ चाहिँ के रहेछ त भन्दा आदमबाट आएको पापबाट यानि कि पापले लिएर आएको मृत्युबाट छुटकारा पाउने कुरालाई चाहिँ मुक्ति भनिएको हो। अब त्यसो हो भने येशू ख्रीष्टले दिनुभएको छुटकाराको मोलको पहिलो परिणाम चाहिँ के हो त भन्दाखेरि नि सारा मानव जातिले मुक्ति पाउनु हो। त्यो भन्नुको मतलब मृत्युबाट चाहिँ उठ्ने मौका पाउनु हो कि बुझ्दै हुनुहुन्छ। जीवनमा उठाइनु हो यो पहिलो रिजल्ट परिणाम चाहिँ यो फल है। फल छुटकाराको मोलले लिएर आएको हेर्नुहोस् त यो चाहिँ प्रतिफल चाहिँ के यो हो है। त्यसै कारणले गर्दा हामीले आदममा सबै मर्छन् ख्रिस्टमा सबै जिउँदो पारिने छन् भनेर जुन लेखिएको हामी पाउँदछौँ नि हो त्यही कुरा चाहिँ यहाँ भन्न खोजिएको हो। यही कुरा हामीले हेऱ्यौँ। हामीले गएको हप्ता नै हामीले अध्ययन गरिसकेका छौँ। के अध्ययन गर्यौँ त भन्दा सबै मानिसको चाहिँ के हुनेछ त बौरी उठाइ हुनेछ। यूहन्ना 5:28 हामीले हेऱ्यौँ सबै जो चिहानमा सुतेका छन् है सबैले मेरो आवाजलाई सुन्नेछ भनेर भनिएको छ हैन। सबैले हेर्नुहोस् त चिहानमा जति सबै सुतेका छन् सबैले उहाँको आवाज सुन्नेछ। र यूहन्ना 5:29 र अर्को चाहिँ प्रेरित 24:15 हेर्नुहोस् त धर्मी अधर्मी है धर्मीहरू अधर्मीहरू सबैको बौरी उठाइ हुनेछ हो। यसरी चाहिँ सबैको बौरी उठाइ हुनेछ हो। यो भन्न खोजेको मुक्ति पाउने भन्नुको अर्थ चाहिँ के रहेछ त के हो त भन्दाखेरि सबैजना फेरि जीवनमा उठाइने है। पापको बन्धनमा सबै मानिसहरू पापको बन्धनमा भएको कारणले गर्दाखेरि मृत्यु पापको बन्धनले मृत्यु लिएर आयो हो। त्यो मृत्युबाट छुटकारा पाउनु यानि कि त्यो मृत्युलाई जित्नु उठ्नु कुरा भन्नेलाई चाहिँ जनाउँदछ केले मुक्तिले हेर्नुहोस् है हो। अब यो कुरा यसाया 26:19 पनि हामी पाउँदछौँ हेर्नुहोस् है। अनि पृथ्वीले मरेकाहरूलाई उकेलिदिनेछ। पृथ्वीले मरेकाहरूलाई जति पनि मरेका छन् सबै है यहाँ हे धुलोमा बस्नेहरू हो भनेर यहाँ लेखिएको हामी पाउँदछौँ। धुलो है सबैलाई चाहिँ के हुनेछ त अन्त मरेकाहरूलाई उकेलिदिनेछ। यो भनेको फेरि उकेलिदिनु भनेको फेरि उनीहरू चाहिँ त्यो मृतक अवस्थाबाट चाहिँ उनीहरू जीवनमा फेरि उठाइने छ भन्न खोजेको। र दानियल 12:2 पनि यो कुरा लेखिएको छ धुलोमा सुत्तेहरूमध्ये हेर्नुहोस् त जति धुलोमा सुतेका छन् तिनीहरू पनि फेरि बिउझाइने छन्। हेर्नुहोस् त तपाईँले टिपोट गर्न सक्नुहुन्छ दानियल 12:2 हो। सबैजनाको चाहिँ के हुनेछ त भन्दाखेरि उनीहरूको फेरि पुनरुत्थान हुनेछ भनेर भन्न खोजिएको। बुझ्दै हुनुहुन्छ हो। यो चाहिँ पहिलो थियो। र दोस्रो चाहिँ के हो त भन्दा सत्यताको ज्ञानमा आउन् भन्ने इच्छा गर्नुहुन्छ हो। अब हेर्नुहोस् है परमेश्वरको योजना र अहिले हामीले गरेको होइन अहिले हामीले प्रचार गरिएको योजना बिल्कुलै फरक हामी देख्न सक्दछौँ कि अहिले प्रचार के हुन्छ त भन्दाखेरि सत्यता सिक्नुहोस् परमेश्वरको वचन सुन्नुहोस् मुक्ति पाउनुहोस् भनेर प्रचार गरिन्छ। तर हेर्नुहोस् त पहिलो तिमोथी 2:3 र 5 3देखि 5 अनुसार चाहिँ नि परमेश्वरको योजना त के हो त भन्दा पहिला मुक्ति पाउनु हो कि मुक्ति पाउनु भनेको चाहिँ त्यो मृतक अवस्थाबाट जीवनमा ल्याइनु पर्दछ पहिला। त्यस पश्चात मात्रै सत्यताको ज्ञानमा आउनु हो। त्यस पश्चात मात्रै सत्यता चाहिँ बाँडिनु हो। हेर्नुहोस् है वचनले यहाँ प्रष्टै भनेको हामी पाउँदछौँ। यो मैले भनेको होइन परमेश्वरको वचनमा नै यही कुरा लेखिएको छ है। पहिलो कुरा चाहिँ के हो त
मुक्ति पाउनुपर्छ। यो मुक्ति हामीले हेरिसक्यौँ र अब दोस्रो हेर्छौँ सत्यताको ज्ञानमा आउँ हो। त्यस पश्चात नै परमेश्वरको ज्ञान, अब सत्यताको ज्ञान भनेको के हो त? परमेश्वरको वचनका कुराहरू चाहिँ उनीहरूलाई सुनाइने छ। बुझ्दै हुनुहुन्छ? अब हेर्नुहोस् त, सत्यताको ज्ञानका कुराहरू चाहिँ सुनाउनु पर्ने किन होला? परमेश्वरको वचनका कुराहरू सुनाउनु पर्ने किन होला? किनभने हामी दोस्रो कोरिन्थी 4:4 हामी के कुरा पाउँदछौँ त भन्दाखेरि, यस संसारको ईश्वरले, हेर्नुहोस् है, यो संसारको ईश्वरले चाहिँ नि विश्वास नगर्नेहरूका मनहरू चाहिँ के गरिदिएको छ त भन्दा अन्धा पारिदिएको छ। त्यसै कारणले गर्दाखेरि उहाँको महिमाको सुसमाचारका ज्योतिहरू चाहिँ उनीहरूले नचम्कोस् भनेर अरे के। बुझ्दै हुनुहुन्छ? हो। अब हेर्नुहोस् है, यहाँ यस्तो कुरा लेखिएको छ क्या, अब यस संसारमा है वचन अहिले वचन प्रचार गर्दै गर्दाखेरि चाहिँ के हुँदछ त भन्दा मानिसहरूले सुन्दैनन्। किन नसुनेका हुन् त संसारका मानिसहरूले? किनभने हेर्नुहोस् है, यस संसारको ईश्वरले चाहिँ के गरिदिएको छ? मनहरू अन्धा पारिदिएको छ अरे के। मन अन्धा पारिदिएको छ भन्नुको अर्थ के हो? यो बुझ्दै नबुझ्ने बनाइदिएको छ के संसारको देवले। परमेश्वरको है यीशु ख्रीष्टको महिमाको सुसमाचारको ज्योति नै उनीहरूमा नचम्कोस् भनेर। यसै कारणले गर्दाखेरि उहाँको राज्यमा चाहिँ के हुनेछ त भन्दाखेरि नि, त्यो 1000 वर्षको निम्ति चाहिँ है प्रकाश 20:1-3 लेखिएको अनुसार हेर्नुहोस् त, त्यसलाई 1000 वर्षका लागि बाँधे। कसलाई? यी संसारको ईश्वरलाई नि। बुझ्दै हुनुहुन्छ? यस संसारको ईश्वर छ नि होइन, जसले चाहिँ अन्ध तुलाइदिएको छ नि होइन मानव जातिमा हो। त्यो यसै कारणले गर्दाखेरि चाहिँ त्यो शैतानलाई, डियाबलसलाई चाहिँ के गरिन्छ त भन्दाखेरि 1000 वर्षको लागि बाँधिन्छ उहाँको राज्यमा हो। 1000 वर्षको लागिसम्म बाँधिसके पश्चात चाहिँ के हुनेछ त भन्दा हेर्नुहोस् है, यसै याकूब पुस्तकमा लेखेको हामी पाउँदछौँ। अनि हेर्नुहोस् है, अनि त्यस दिन तपाईँले देख्न सक्नुहुन्छ, अनि त्यस दिन, यो त्यस दिन भनेको चाहिँ कुन दिन हो त भन्दाखेरि त्यो उहाँको राज्यमा है, उहाँको राज्यमा 1000 वर्षको राज्यमा। अब यहाँ त्यस दिन, यो दिनले यीशु ख्रीष्टको 1000 वर्षको राज्यलाई जनाउँछ। कसरी जनाउँछ त प्रश्न आउँदछ नि होइन। हामीले अध्ययन गरिसकेका छौँ पत्रुसको पुस्तकमा, उहाँको निम्ति चाहिँ एक दिन चाहिँ 1000 वर्ष जस्तो। बुझ्दै हुनुहुन्छ? प्रभुको लागि एक दिन 1000 वर्ष हो क्या। त्यही भएर यो त्यस दिन भन्नुको मतलब चाहिँ यो उहाँको राज्यमा भन्नु चाहिँ त्यो 1000 वर्षको राज्यमा चाहिँ बहिराहरूले पुस्तकका शब्दहरू सुन्नेछन्। अब यो भन्नु खोजेको के सबैजना बहिरा हुन्छन् भन्नु खोजेको हो र? आज हामी देख्दछौँ भने संसारमा सबै मानिसहरू बहिरा त छैनन्। भौतिक रूपमा, शारीरिक रूपमा बहिरा छन् र? कदापि छैन, कदाचित छैन नि होइन। त्यसो हो भने यो बहिराहरूले पुस्तक सुन्नेछन् भन्नु खोजेको चाहिँ के हो त भन्दा जसका आत्मिक कानहरू बन्द भएका छन् हो। यीशु ख्रीष्टले पनि वचनमा भन्नुभयो है, तिनीहरूले सुन्छन् तर बुझ्दैनन्, तर तिमीहरूले त सुन्छौ र बुझ्छौ। तिनीहरू भनेको हो त भन्दा यीशु ख्रीष्टले त्यहाँ प्रचार गर्नुभयो, अरू मानिसहरू थिए। र तिमीहरू भनेको चाहिँ को हुन् त भन्दाखेरि तिमीहरूलाई चाहिँ यो दिइएको छ भनेर यीशु ख्रीष्टले भन्नुभयो। त्यो तिमीहरू भनेको चाहिँ प्रेरितहरूलाई भन्नुभएको। अन्य मानिसहरूले बुझेनन् त्यो कुराहरू है। हो, यो बहिराहरूले पुस्तकहरूका शब्दहरू सुन्नेछन् भनेको चाहिँ यो चाहिँ शारीरिक बहिराको कुरा गरिएको नभइकन चाहिँ आत्मिक बहिरा, जसले चाहिँ परमेश्वरको वचनका कुराहरू, अब यो शब्दहरू, पुस्तकका शब्द भनेको के हो त? बाइबलका शब्दहरू सुन्नेछन्। बुझ्दै हुनुहुन्छ? परमेश्वरको वचन सुन्नेछन् कि अहिले नसुनेकाहरू छन् नि है, उनीहरूले सुन्नेछन्। अनि धमिलोपनबाट र अन्धकारबाट, हेर्नुहोस् त, धमिलोपन र अन्धकार अघि हामीले हेऱ्यौँ नि होइन, अन्धा तुल्याइएको छ हो। धमिलो भएको छ, अन्धा तुल्याएपछि देख्न सक्छ र? धमिलो हुन्छ, देख्न सक्दैन हो। ती अन्धाहरूका आँखाहरू देख्नेछन्। सबैजना अन्धा हुँदैनन्। शारीरिक अन्धोपनको कुरा गरिएको होइन, तर आत्मिक अन्धोपनको कुरा गरिएको हो। त्यो अन्धाहरूले पनि के गर्नेछन् त भन्दा देख्नेछन् सबै कुराहरू। बुझ्दै हुनुहुन्छ? अनि आत्मामा भड्किएर जानेहरूले समझ प्राप्त गर्नेछन् हो। आत्मामा भड्किएर भने के हो त? परमेश्वरका वचनका कुराहरूमा भड्किएर जानेहरूले। भोलि पर्सि हामी हेर्छौँ यो आत्माले कसरी परमेश्वरको वचनलाई जनाउँदछ भन्ने कुरा हामी हेर्छौँ है।
अहिले हामी यति बुझौँ, समझ प्राप्त गर्नेछन् र गनगनाउनेहरूले शिक्षा सिक्नेछन्। हेर्नुहोस् त, गनगनाउनेहरूले, अहिले हामीले प्रचार गर्दै गर्दा जति गनगनाउने मानिसहरू छन् उनीहरूले पनि शिक्षा चाहिँ त्यो समयमा चाहिँ सिक्नेछन्। त्यस दिन, यो त्यस दिन भनेको कुन? उहाँको राज्यमा। बुझ्दै हुनुहुन्छ? त्यस पश्चात के हुनेछ त? हबकुक 2:14 लेखिएको छ। अब जुन सिस्टरलाई पढिदिनु भन म अनुरोध गर्न चाहन्छु। हबकुक 2:14। किनभने जसरी पानीले समुद्रलाई ढाकेको हुन्छ त्यसरी नै पृथ्वी परमप्रभुको महिमाको ज्ञानले भरिपूर हुनेछ। आमेन। आमेन। हो, हेर्नुहोस् त, यो चाहिँ नि, यो वचन पनि नि उहाँकै राज्यमा के। हेर्नुहोस् है, जब है ऱ्यान्सम, छुटकाराको मोलले चाहिँ के काम गर्छ, त्यो काम चाहिँ के हो? सबै मानिसहरू चाहिँ जिउँदो पारिनेछन्। त्यस पश्चात के हुनेछ त भन्दाखेरि ज्ञानका कुराहरू, होइन, अघि हामीले हेऱ्यौँ नि, होइन, सत्यताको ज्ञानमा आउन् भन्ने उहाँले इच्छा गर्नुहुन्छ। हो, जब यसरी वचनका कुराहरू सुनाइन्छन्, प्रचार गरिन्छन्, त्यसपछि यहाँ के भनेको छ? किनकि जसरी पानीले समुद्रलाई ढाकेको हुन्छ, समुद्रलाई जसरी पानीले भरपुर मात्रामा ढाकेको छ, त्यसरी नै पृथ्वी परमप्रभुको महिमाको ज्ञानले भरपुर हुनेछ। हेर्नुहोस् त, परमेश्वरको वचनका कुराले, है, उहाँको ज्ञान, परमेश्वरको वचनको ज्ञानको कुराले चाहिँ के हुनेछ? यस पृथ्वी पुरा ढाकिनेछ, भरपुर हुनेछ भनेर लेखिएको हामी पाउँदछौँ। यसाया 11:9 पनि हामी यही कुरा पाउँछौँ। त्यसरी नै पृथ्वी परमप्रभुको ज्ञानले भरपुर हुनेछ। हेर्नुहोस् त, यहाँ जे लेखिएको छ हबकुक 2:14 यहाँ पनि त्यही कुरा लेखिएको छ। र यति मात्र होइन, यिर्मया 31:34 चाहिँ यस्तो कुरा लेखिएको छ कि त्यो समयमा वास्तविकतामै के हुन्छ त भन्ने कुरा। अनि तिनीहरू हरेकले आफ्नो छिमेकीलाई र हरेकले आफ्नो भाइलाई परमप्रभुलाई चिन भन्दै फेरि सिकाउने छैनन्। हेर्नुहोस् त, उहाँको राज्यमा चाहिँ आफ्नो छिमेकीहरूलाई परमप्रभुलाई चिन है, आफ्नो भाइहरूलाई परमप्रभुलाई चिन है भनेर भनिरहनु पर्दैन र भन्ने छैनन्। किन त? सिकाउनु पर्दैन त्यसरी, किनभने तिनीहरू सबैभन्दा सानादेखि लिएर तिनीहरूमा सबैभन्दा ठुलासम्म सबैले मलाई चिन्नेछन्। मलाई भने कसलाई? परमेश्वरलाई चिन्नेछन्। परमप्रभु भन्नुहुन्छ है, किनकि म तिनीहरूको अधर्म क्षमा गर्नेछु र तिनीहरूको पाप म फेरि कहिले सम्झने छैन। हेर्नुहोस् है, त्यो समयमा जब ज्ञान भरिपूर्ण हुनेछ नि, हेर्नुहोस् त, परमेश्वरको महिमाको ज्ञानले, त्यस पश्चात के हुनेछ? कसैलाई पनि गएर परमप्रभुलाई चिन है भनिरहनु जरुरत छैन। जसरी अहिले हामी भन्छौँ नि, परमप्रभुलाई चिन भनेर, होइन, परमेश्वरको वचनका कुराहरू सुन भनेर हामी जसरी अहिले भन्छौँ नि, त्यस्तो भन्नु जरुरतै पर्दैन। किनभने त्यो समयमा चाहिँ के हुनेछ त भन्दा परमप्रभुको ज्ञानका कुराले, परमेश्वरको वचनका कुराले चाहिँ पृथ्वी भरपुर हुनेछ। हो, यो कुरा लेखिएको हामी पाउँदछौँ। अनि यही कुरा नै यीशु ख्रीष्टले चाहिँ के भन्नुभयो त भन्दा मत्ती 6:10 चाहिँ यही राज्यको लागि यीशु ख्रीष्टले प्रार्थना गर्न सिकाउनु भयो। उहाँले के भन्नुभयो? तपाईँको राज्य आओस्। यो तपाईँको राज्य, यो कुन राज्यको कुरा गरिएको हो? उहाँको यीशु ख्रीष्टको 1000 वर्षको राज्यको कुरा गरिएको। त्यो राज्य आओस्, तपाईँको इच्छा स्वर्गमा झै पृथ्वीमा पनि पुरा भएको होस्। हो, यो स्वर्गमा झै भने परमेश्वरले जुन इच्छा, जुन योजना पहिले नै मानव जातिको निम्ति बनाउनु भएको थियो नि, त्यो नै पुरा भएको होस् भनेर नि यीशु ख्रीष्टले चाहिँ वास्तवमा प्रार्थना गर्न सिकाउनु भएको हो। है, आज हामीले के कुरालाई अध्ययन गर्यौं त भन्दाखेरि हो, छुटकाराको मोल भन्ने, छुटकाराको मोलको वास्तविक अर्थ के हो भन्ने कुरा त आज हामीले हेर्यौं नै है। फेरि पनि हामीले आज हेर्यौं र त्यस पश्चात छुटकाराको मोलको परिणाम चाहिँ के हो त भन्ने कुरालाई हामीले हेर्यौं। दुईटा कुरामा परिणाम चाहिँ के हो त, होइन, परमेश्वरको मानव जाति को निम्ति राखिएको दिव्य योजना चाहिँ के रहेछ त भन्ने कुरा हामीले हेर्यौं। र दुईवटा पोइन्टमा हामीले हेर्यौं, दुईवटा भागमा है। एउटा चाहिँ के हो? पहिला सुरुमा सबैले मुक्ति पाउन्। हो, त्यो मुक्ति पाउन् भनेको चाहिँ के हो? सबैजना उठुन्, जीवनमा फेरि उठुन् भन्ने कुरा हो। र त्यस पश्चात चाहिँ फेरि के पाउन् त भन्दाखेरि सत्यताको ज्ञानमा आउन् भन्ने चाहिँ उहाँको इच्छा हो। यसरी नै है, यसरी आज हामीले ऱ्यान्सम, छुटकाराको मोलको अर्थ र यसको परिणामलाई हामीले
हेऱ्यौँ। अनि यति भन्दै आजको वचनलाई म यही राख्न चाहन्छु र हाम्रो छुटकाराको मोलको भाग 1 र 2 गरेर आज समाप्त भएको छ। अनि यति भन्दै आजको वचनलाई म यही राख्न चाहन्छु। तपाईहरूलाई केही प्रश्न छ, तपाईहरूको मनमा है केही बुझ्नु भएको छैन, सोध्न इच्छा छ भने तपाईहरूले सोध्न सक्नुहुन्छ। म यो समय यही राख्नेछु र यो समय म हाम्रो ब्रदर आशिषलाई दिन चाहन्छु।